को यो अस्ति मेरो अनलाइन क्लासमा एउटा साथी देख्नु भएको थिएन भेस्ट नलाउने यही हो क्या तँ निर्मल ए यो भाइ पो हो अंकल हो नि सबभन्दा सोझो यही हो क्लासको हो बाबु सोझो छौ अंकल यहाँबाट निस्कि किन अंकल यो घरमा सोझो मान्छेको काम छैन के भयो अघि के कुरो गर्दै थिइस् बाबु यो तपाईले बुझ्नुहुन्न क्या हेर छोरा म सबै बुझ्छु नुनदेखि सुनसम्म र थाहा छ पैतालादेखि थुनसम्म सब अंकल यसले लेखा म्यामको तन्दमा पेन हालिदियो के हेलो रेखा एकचोटि देखा अबिरे बोल्या हो नि म्याम तर तिम्रो आवाज त ठुलो मान्छेको जस्तो छ त आवाज मात्र कहाँ हो र म्याम धेरै कुरो ठुलो मान्छेको जस्तो छ नि बच्चाबाट एउटा मिस्टेक भयो अब माफ गरिदिनु पर्यो मिस्टेक रे होमवर्क पनि गर्दैन तपाईको छोराले अब होमवर्क त कसरी गरोस् त म्याम पेनको टुप्पो तपाईकै पछाडि अड्क्या छ कस्तो कुरा गर्नु भएको जस्तो पाउ त्यस्तै छोरा तपाईले सिकाउनु भएको होला हैन पेन राख्न होइन नि म्याम मैले कहाँ सिकाउनु मैले सिकाएको भए त पेनको ठाउँमा मार्कर राख्थ्यो नि भोलि इंग्लिशको एक्जाम भने हैन पढेको छ अब त्यही पढ्न बसेको ल म सोध्छु है त तँलाई कतिको आउँदो रहेछ अंग्रेजीलाई अंग्रेजीमा के भन्छ अंकल इंग्लिश भन्छ ल म तपाईलाई सोध्छु अस्मिता हैज ओरेन्जेस यसको फ्युचर फर्म के हुन्छ अस्मिता विल हैव वाटरमेलन लु मलाई एकछिन मोबाइल दे त किन रेखा म्यामको नम्बर सेभ गर्छु छ्या बाबा लिनु खैले अंकल मलाई पनि दिनु न नम्बर ल लेख भन्नु त 9813 ठुक्कै यसको पारा हेर